आज चाहिँ म किन आइरहेको छु भने भिडियोमा किनभने मेरो जीवनसाथी यो संसार छोडेर जानुभयो भगवान्पट्टि होइन। त्यही हुनाले म मुखबाङ भन्ने चिज लिएर आउनु सकिनँ किनभने मेरो हस्बेन्ड हुँदाखेरि उहाँले नै सबै गर्नुहुन्थ्यो, मलाई खासै आउँदैन। हामीले चाहिँ मुखबाङ र हामीले भिडियो चाहिँ किन बनाउँथ्यौँ भने भोलि बुढेसकालमा मेमोरी हुन्छ भनेर बनाएको थियो। तर त्यो बनाउँदा बनाउँदै साथीभाइहरूले लाइक गर्यो, सब्सक्राइब गर्यो। त्यो हुनाले मेरो साथीभाइ त धेरै छैन, जति छ उहाँहरूले सपोर्ट दिएर चाहिँ अब भनौँ न अलिकति मनमा गरौँ अब भनेर हामीले चाहिँ राम्रो त खासै गरेको छैन। अब जस्तो छ घरमा सिम्पल खाना त्यस्तैलाई नै हामीले मुखबाङ बनाएको छु र बाहिर घुम्न जाँदा त्यही भिडियो अलिअलि हालेको छु के अरे ब्लग भनेर। अब अहिले चाहिँ मेरो जीवनमा एउटा घटना भयो, त्यही हुनाले अब मेरो जीवनसाथीले छोड्नु भएकोले पीडामा बसी धेरै ऊ भएँ। लगभग 2 महिना हुन लाग्यो। हिजो 49 दिनको काम गरियो। त्यसको केही क्लिपहरू हाल्छु म भिडियो बनाएर होइन। अब आज 50 दिन भयो। अब त्यही पनि जीवनसाथीसँग जति माया गरे पनि उहाँसँग जानु सक्दैन रहेछ, चाहे केटा होस् चाहे केटी होस्। त्यस्तै मेरो जीवनमा त्यस्तै भयो। म मेरो हस्बेन्डलाई धेरै माया गर्छु तर उहाँसँग जानु सक्दिनँ किनभने मेरो एउटा सानो बच्चा छ। अब 5 वर्ष पुरा भएर 6मा टेक्यो। त्यही हुनाले उसलाई हेर्नुको लागि पनि जिउनु पर्ने रहेछ। सबैले सम्झायो, सबैले बुझायो। लगभग म हप्ता दिन त मेरो होसै खासै थिएन। अब त्यही पनि जिउनु पर्दो रहेछ भनेर म अहिले बच्चाको मुख हेरेर जिइरहेको छु। साथीभाइहरू हजुरहरूले मलाई लाइक गर्नुभएको छ, सब्सक्राइब गर्नुभएको छ, माया गरिदिनु भएको छ, त्यति नै मलाई काफी छ। अब नयाँ साथीहरू हुनुहुन्छ भने नयाँ साथीहरूले पनि गर्नुहोस्। हजुरहरूको साथ सपोर्टले म अगाडि अझै बढ्नु सक्छु किनभने मलाई खासै भिडियोहरू त बनाउन आउँदैन। मेरो हस्बेन्डले धेरै सपोर्ट गर्नुहुन्थ्यो, अब उहाँ नै हुनुहुन्न। त्यही पनि कोसिस गर्छु। अब यो भन्छु कि म अब जीवनमा चाहिँ कहिले पनि जुन मेरो पहिलाको खुसी थियो, जुन मेरो लाइफमा थियो, त्यो त कहिले पनि आउँदैन चाहेर, चाहे रोएर, चाहे जे गरे पनि आउँदैन। त्यही पनि अब खुसी बन्नु कोसिस गर्छु। हजुरहरूले माया गरिदिनु भयो भने सायद म भिडियोको कारणले पनि म अझै मुभ अप गर्दै अगाडि बढ्न सक्छु होला भन्दै हजुरहरूलाईसँग बिन्ती गर्छु। म खासै अहिले त म खास आउँदिनँ होला लगभग अझै, किनभने भित्रैबाट ह्याप्पी छुइनँ। ह्याप्पी त कहिले पनि हुन्न किनभने मेरो जीवनसाथी नै जानुभयो। अब म कसको लागि हाँस्नु, कसको लागि उ गर्नु। त्यही पनि बच्चाको लागि जिउँछु भनेर जिउनु कोसिस गरिरहेको छु। अब हजुरहरूले मलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। मैले कुनै भिडियो अब केही आफ्टर पछि भनौँ न केही पछि म भिडियो हाल्छु। अब त्यो भिडियोहरू हेरेर हजुरहरूले कमेन्ट गरिदिनु होला तल होइन। मैले राम्रो गरेको छैन भने हजुरहरूले कमेन्ट गरेर भन्नु होला यसरी गर्नुपर्छ, यसरी गर्नुपर्छ भनेर मलाई सिकाउनु होला। म त्यसलाई फलो गर्छु। मलाई आउँदैन, त्यही पनि म कोसिस गर्छु फलो गर्नुलाई। हजुरहरूले अब भनौँ न अब के भन्ने, मैले खासै मलाई भन्न आउँदैन। त्यही पनि हजुरहरूसँग धेरै धेरै माया छ मेरो। मेरो बुढा हुँदा पनि हजुरहरूलाई लास्ट टाइम मैले मेरो धेरै धेरै माया भनेर हजुरहरूलाई मैले गरिदिएँ। सधैँ त्यही गरिरहन्छु। म बाँचुन्जेल अब यति हो कि भगवान्सँग प्रार्थना कि मेरो बच्चा सानो छ। मेरो बच्चा जब तक अलिकति बुद्धिमान हुँदैन त्यति बेलासम्म सायद मेरो बच्चाको टाउकोबाट बाउको त खुसी खोस्यो, आशीर्वाद खोस्यो भने मेरोबाट खोज्दैन कि भन्ने आश छ भगवान्को तर्फबाट। अब तर भाग्यमा के लेखेछ के लेखेको छैन त्यो त मलाई थाहा छैन। साथीभाइहरू हजुरहरूले चाहिँ साथ सपोर्ट दिनु होला। म यो केही क्लिपहरू हाल्छु, यसमा लाइक सब्सक्राइब गर्नुहोला। नयाँ फ्रेन्डहरूले मलाई फ्रेन्ड बनाउनु होला। त्यही भन्दै हजुरहरूलाई म भिडियो हालेर देखाउँछु। अहिले चाहिँ म आउन सक्दिनँ, सरी, हजुरहरूलाई माफी माग्छु। म केही दिनपछि भनौँ न, दिन भनौँ या महिना भनौँ, त्यो पछि चाहिँ आयो भने म रेगुलर आउँछु। हजुरहरूलाई थाहा छँदैछ मेरो पुरानो साथीभाइहरूलाई हामीले घर बनाउँदैछ, हामी साइड छ हाम्रो। अब हामी कामै यही थियो। अब अहिले उहाँ हुनुहुन्न, सबै उहाँको जिम्मेवारी मैले लिनु परेछ। अनि त्यही हुनाले चाहिँ त्यति टाइम त हुँदैन। त्यही पनि जति टाइम रहन्छ हजुरहरूको अगाडि आएर चाहिँ म एउटा भनौँ चाहे जति मिनटको भिडियो हुन्छ, मुखबाङ हुन्छ या घुमेको भिडियो हुन्छ या कहीँ गएको जो भी हो त्यो म हालिरहन्छु। हजुरहरूले चाहिँ साथ सपोर्ट दिनु होला है। राम्रो भएन, जानिनँ भने चाहिँ हजुरहरूले कमेन्ट गरेर मलाई भन्नु होला। म त्यसलाई राम्रो बनाउनु कोसिस गर्छु है त फ्रेन्डहरू। हजुरहरूलाई अहिले चाहिँ म यति भन्दै हजुरहरू बिदा माग्छु। धेरै धेरै माया हजुर।
नाकभन्दा माथि अर्कोमा थियो नि भाइ रात दिन देखा करूं मैं बस जिसे ओ आईना तू मेरा देखी मेरा है तू है बस मेरा मैं छोड़ दूं ये जहां मैं चाहूं तुझको मेरी जावे पना फिदा हूं तुझ पे मेरी जावे पना कति मिनटको थियो 10 मिनट सबै बान्नुपर्छ है हावा